साथीहरू नमस्कार। हाम्रो च्यानलमा तपाईहरुलाई हार्दिक स्वागत छ। आजको भिडियोमा हामी नेपाली विषयको एक महत्त्वपूर्ण पाठ लोक साहित्यको परिचय बारे सरल भाषामा जानकारी लिनेछौँ। सबैभन्दा पहिले लोक साहित्य भनेको के हो? लोक साहित्य भनेको जनसाधारणले सिर्जना गरेको र पुस्तौँदेखि पुस्तासम्म मौखिक रूपमा सर्दै आएको साहित्य हो। यसमा समाजका मानिसहरूको जीवनशैली, संस्कृति, परम्परा, रीतिरिवाज, विश्वास, दुःख सुख र अनुभवको झल्को पाइन्छ। लोक साहित्यको कुनै एक निश्चित लेखक हुँदैन, त्यसैले यसको रचनाकार प्राय अज्ञात हुन्छ। अब लोक साहित्यका प्रमुख प्रकारहरू हेरौँ। पहिलो, लोकगीत। विभिन्न चाडपर्व, विवाह, खेतीपाती, जन्म वा अन्य अवसरमा गाइने गीतहरू लोकगीत हुन्। दोस्रो, लोककथा। पुस्तौँदेखि सुनिँदै आएका रमाइला, शिक्षाप्रद र रोचक कथाहरूलाई लोककथा भनिन्छ। तेस्रो, लोकगाथा। वीरता, प्रेम, इतिहास वा विशेष घटनामा आधारित लामो कथात्मक गीतलाई लोकगाथा भनिन्छ। यसका साथै उखान, टुक्का, पहेँली र लोकनाटक पनि लोक साहित्यका महत्त्वपूर्ण विधाहरू हुन्। अब लोक साहित्यका विशेषताहरू हेरौँ। यसको लेखक प्राय अज्ञात हुन्छ। यो मौखिक रूपमा एक पुस्ताबाट अर्को पुस्तामा सर्दै आएको हुन्छ। भाषा सरल र सहज र बोलीचालीमा आधारित हुन्छ। यसले मनोरञ्जनसँगै नैतिक शिक्षा पनि दिन्छ। यसमा स्थानीय संस्कृति र परम्पराको संरक्षण भएको हुन्छ। अन्त्यमा लोक साहित्य हाम्रो सांस्कृतिक सम्पदा हो। यसले हाम्रो इतिहास, पहिचान र संस्कृतिलाई जोगाएर नयाँ पुस्तासम्म पुर्याउने महत्त्वपूर्ण काम गर्छ। त्यसैले लोक साहित्यको संरक्षण र सम्वर्धन गर्नु हामी सबैको दायित्व हो। आजको भिडियो यति नै। यदि भिडियो उपयोगी लाग्यो भने लाइक, सेयर र सब्स्क्राइब गर्न नबिर्सनुहोस्। धन्यवाद। फेरि अर्को भिडियोमा भेटौँला। नमस्कार।